अहिले बालेन र रविको एकता भने चाहिँ यो तोरी र चाहिँ नि कोदोको एकता, न त्यसबाट तेल निस्किन्छ न त्यसबाट पिठो निस्किन्छ। त्यही भएर यिनीहरूले कुनै निकास देलान् विकास देलान् अथवा चाहिँ नि केही त्यो मलाई चाहिँ विश्वास लाग्दैन। प्रधानमन्त्री बन्ने सपना पनि किन पुरा हुँदैन भने अब नगरपालिका चलाउन नसकेर 3 वर्षसम्म एउटा भाइको टिप्पणी अस्ति सुनेको थिएँ, यो जङ्गलबाट निस्केको जङ्गली हात्तीले एकचोटि विध्वंस गर्यो, त्यो नामै धुर्बी हात्ती राखेको थिएँ नि 5-7 वर्ष अगाडि। अब यो ध्वंस मात्रै गरिदियो, यसले निर्माण गर्दैन। त्यही भएर 3 वर्षसम्म बालनले नगरपालिकामा ध्वंसको मात्रै अभियान चलाएका छन् र अब उनी एउटा बाहना बनाएर राजीनामा दिँदैछन् होइन। त्यसो भएको हुनाले ध्वंसका नायक उनी निर्माणका चाहिँ नि पात्र होइनन्, त्यस प्रश्न चाहिँ हुँदैन। जस्तो अहिले पछिल्लो समय बालेन र रविको एकतालाई निकै चर्चामा हेरिएको छ, कसरी हेर्नु भएको छ महेश बस्नेत भाइले? अब यस्तो छ, बालेनजीले वैदेशिक शक्तिहरूको दलाली गरेर अथवा उनको एजेन्ट भएर लुसिफर भएर जेन्जी पुस्तालाई उचालेर जुन ध्वंसको चाहिँ रचना गर्ने मुख्य पात्रको रूपमा आफ्नो छवि बनाए। अब 14,000 कैदीहरूलाई जेलबाट भगाउनेदेखि लिएर यो सम्पूर्ण आगजनी तोडफोडमा आफ्नो कार्यकर्तालाई प्रत्यक्ष संलग्न बनाएर रवि पनि त्यसका मतियार बने। अब देश निर्माण गर्ने र भत्केका सिंहदरबार, सर्वोच्च अदालत, संसद भवनलाई बनाउने शक्ति र जलाउने शक्तिको बिच अथवा तिनीहरू कारबाही गर्ने शक्तिको बिचमा अन्तर्द्वन्द्व हुन्छ नेपालमा। त्यो अन्तर्द्वन्द्वमा पुराना दलहरू बनाउने र तिनलाई कारबाही गर्ने पक्षमा उभिन्छन् नै, स्वाभाविकै हो। हिजो बालनले आन्दोलनको उभारलाई यति धेरै उग्र बनाउन खोजेका थिए कि अन्तरिम सरकारको प्रधानमन्त्रीको जेन्जीहरूले गरेको मागलाई पनि उनले अस्वीकार गरेर संविधान खारेज गर्ने, अन्तरिम संविधान बनाउने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाएर आफू चाहिँ प्रधानमन्त्री पनि उनले सपना पालेका थिए। दुईवटा कारणले त्यो पुरा भने, एउटा वैदेशिक शक्तिहरूको चलखेल एक्सपोज भयो, अर्को राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिए। त्यसो भएपछि अब एक्लै पार लाग्दैन भनिसके पछाडि उनी चाहिँ अहिले रविसँग मिलेर एउटा जाने एउटा बाध्यात्मक परिस्थितिमा उनी खडा भएका छन्। अब नगरपालिका चलाउन नसकेर 3 वर्षसम्म एउटा भाइको टिप्पणी अस्ति सुनेको थिएँ, यो जङ्गलबाट निस्केको जङ्गली हात्तीले एकचोटि विध्वंस गर्यो, त्यो नामै धुर्बी हात्ती राखेको थिएँ नि 5-7 वर्ष अगाडि। अब यो ध्वंस मात्रै गरिदियो, यसले निर्माण गर्दैन। त्यही भएर 3 वर्षसम्म बालनले नगरपालिकामा ध्वंसको मात्रै अभियान चलाएका छन् र अब उनी एउटा बाहना बनाएर राजीनामा दिँदैछन् होइन। त्यसो भएको हुनाले ध्वंसका नायक उनी निर्माणका चाहिँ नि पात्र होइनन्। त्यसो भएको हुनाले उनीहरूको एकताले चाहिँ 1 र 1 11 पनि हुँदैन, 1 र 1 2 पनि हुँदैन। फेरि राजनीतिमा त्यो सबै सम्भावना हुन्छ। हाम्रो विगत गर्नुभयो के छ भने हामीले नेकपा बनाएर माओवादी एमाले मिलाएर झन्डै 2 दिएको सरकार हामीले चलायौँ, तर सबभन्दा कमजोर एमालेको संगठन चाहिँ त्यही दौरानमा हामीले महसुस गऱ्यौँ। न हामीले एकता प्रक्रिया टुङ्गन सक्यौँ, न हामीले चाहिँ कुनै भेला अधिवेशन प्रशिक्षण कार्यक्रमहरू गर्न सक्यौँ। जब सर्वोच्च अदालतले एमाले र माओवादीले ठुक्राइदियो त्यस पछाडि हामीले चाहिँ मिसन ग्रासरुट लगायतका अभियानहरू चलायौँ। अहिले बालेन र रविको एकता भने चाहिँ यो तोरी र चाहिँ नि कोदोको एकता, न त्यसबाट